र नानीको लुगा छ मजाले धुन्छ स्कुलको त्यहाँदेखि टक्कै गइन्छ कल दार्जिलिङ भेट्नु क्यान्डिडेटले जति भने त्यति पैसा दिइहाल्छ के को टेन्सन मलाई त कहिलेकति काङ्ग्यो किस मेरो बाङ्ग्यो टेबलमा आइना छ अब त म त डार्लिङलाई भेट्नु म त जाँदैछु कानकै बाला जुराउला दार्जिलिङलाई भेटौँला भेटौँला दार्जिलिङलाई भेटौँला दार्जिलिङलाई या 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 ओ या लुगा धुँदा धुँदा पनि हत हुन्छ के गर्नु दार्जिलिङलाई लिएर आउनु पर्यो अब चाहिँ साह्रै भएन मेरो बिहा गर्छु अब यति बेला फेरि फोन आउँछ हौ कस्तो फोन आयो मेरो डार्लिङको ठिक्कै सम्झेको ठिक्कै डार्लिङको फोन आएछ हेलो डार्लिङ सुन न ठिक्कै तिमीलाई सम्झेको थिएँ कि डार्लिङ म घरमै छु नि के भनेको तिमी बिहा गर्यो भने अर्कोसँग हुँदैन त्यस्तो हुँदैन डेटिङहरू कति दामी भएको थियो तिमीले त्यसो नभन न त्यत्रो तिमीलाई अब फेन लभली किन्दे र आँखामा लाउने गाजल भन्यो त्यही किन्दे अनि तिमीलाई सत्तो पुरै राखेको थियो त अब तिमीलाई मैले चाहिँदाखेरि मलाई पर्दाखेरि यसो तिमीलाई म बिहा गर्नु पर्यो तिमीलाई त ठिक्कै सम्झेको अनि तिमीले नै अब त्यसो गर्यो भने होइन हुँदैन अब पै मेरो हिसाब देऊ हुँदैन अब तिमीलाई मैले पै हिसाब दिन्छु है मेरो हुँदैन होइन नि तिमीलाई त्यत्रो मैले भनेको त त्यस्तो नगर न हौ मलाई त्यस्तो नगर त्यस्तो पिर्दा नगर्नु न यहाँ त्यत्रो मैले तिमीलाई लुगा धुको नि हो अब यस्तो हुन्छ लुगा धुको यस्तो चेती पठायो